हो बालाहानी ऊ चाहिँ आँखा देख्दैन अनि उसलाई खाना दिने उसलाई सबै स्याहारसुसार गर्ने आमा चाहिँ बित्नु भयो अनि यिनीहरू चाहिँ अहिले रोडमा छ अलपत्र पुरै यो चाहिँ ब्लाइन्डै छ आँखै केही पनि देख्दैन बिचराले अनि अर्को चाहिँ एउटा छ अनि यताको टोलको मान्छेहरूले पनि माया गर्दैन प्लिज यिनीहरू दुईजनालाई चाहिँ रेस्क्यु गरिदिनु होला यो चाहिँ केटा हो अनि यो चाहिँ आँखै देख्दैन उसलाई माया गर्ने आमा चाहिँ अहिले 3 दिन भयो बित्नु भएको 5 दिन भयो उसलाई चाहिँ आँखा 5 दिन भएछ बित्नु भएको अनि प्लिज उसलाई एकदमै गाह्रो छ आँखै देख्दैन एकदमै गाह्रो छ यो ठाउँमा बालाहानीमा चाहिँ यहाँको मान्छेहरूले हेर्दा पनि हेर्दैन यो समस्या आँखा देख्दैन माया गर्ने हुनुहुन्थ्यो त्यो आमा बित्नु भयो अनि यिनीहरू अहिले अलपत्र छन् खाना दिने कोही छैन अनि बालाहानी चोकमा उनीहरूलाई उठ्ने गर्छन् अब बितिसक्नु भयो आमा बुढी हुनुहुन्थ्यो प्रेसरले हानेर यो चाहिँ आँखा देख्दैन उसलाई एकदम गाह्रो छ प्लिज रेस्क्यु गरिदिनु होला चाँडोभन्दा चाँडो कुनै सेल्टरले लगेर राखिदिनु होला उसको अपरेसनमा नै भइसक्यो है अनि गाह्रो भयो कि उहाँ आमा बित्नु भएर कोही छैनन् खाना दिने